हेलो एभ्रिवान, वेलकम ब्याक टु युट्युब च्यानल। आइप हजुरहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ म न्यू ब्लग लिएर आइसकेको छु। आज चाहिँ मसँग के छ भनेर देखिसक्नुभयो होला हजुरहरूले। मसँग चाहिँ मुखबाङ छ अनि साथमा चाहिँ मेरो बुढा हुनुहुन्छ। अब चाहिँ हामी खान सुरु गरौँ ल। यस लु खा, कुनबाट खाने? चाउचाउ खान्छु म। तिमी खाने? म सुरु गर्छु। सुरु गर्नु न जसले भए पनि। तर म कस्तो आइरहेको छु होला है। त खोक्से पो भइसकेको छ। पानीपुरी खानु न, मिठो छ। बिस्तारै खानु। पानीपुरीको रस चाहिँ यहाँ चाहिँ यो कसरी यसरी गर्ने? के ध्यान दियो खाँदैले? तर यो चाउचाउ त अघि सेल दिएछ नि। के भयो? अघि सेल दिएछ। क्यामेरा के मिल्दैन हौ। मलाई त रिस उठिसकेको थियो अघि नै क्यामेरा बनाउँदा नै। यसै बस्छु अब। म त देब्रे दाइने दुईटैले खाइदिन्छु। मिठो भयो? तपाईँलाई मिठो भयो? मिठो। पानी पनि ठिक्कको भएछ नि त। आज चाहिँ होइन, मेरो बुढीले चाहिँ दिउँसैदेखि मलाई सोधिरहेको थियो अनि कतिखेर आउनुहुन्छ भन्दै थियो। अनि म चाहिँ मेरो टुङ्गै थिएन होइन। अनि टुङ्गै नभएपछि अनि अघि 5 बजीसम्म म खासै आउँछु भन्ने फिक्स थिएन। अनि अब 5 बजीसम्म फिक्स थिएन। अनि उसले त यस्तो प्लान गरेको रहेछ, मलाई भनेको थिएन। अनि आउने कि नआउने मात्रै भनेर सोधिरहेको थियो। अनि त्यहाँदेखि त अनि भरे म आउँछु भनेर उसलाई फोन गरेँ। अनि म आएको त उसले त सब यो कोलाको पत्ता यताउता सब रेडी गरेर होइन। अनि मेरो बेटले त अनि सबै रेडी गरेर त अनि यहाँ पानीपुरीहरू सब बनाएको छ। पिरो हुँदैछ। मैले एउटा मात्रै 2टा मात्रै हालेँ मसला, नत्र ज्यादा हालेको। अनि बुढीले चाहिँ अनि बुढा खाम नबसेर आज भनेर भन। अनि त्यो अब उसले भनेपछि अब मैले नाइ पनि कसरी भन्ने होइन। अब त्यही भएर अब खाना सुरु गरिसकेको छौँ। आधी खाइसकेको छौँ होइन। अब लगभग सकिन लागेको छ। तपाईँ देख्न सक्नुहुन्छ मेरो बुढी आज खुसी छ। खुसी छु नि हौ, आज खुसी छु। तर धेरै पिरो, धेरै स्पाइसी भएछ। यो चाउचाउमा चाहिँ धेरै पिरो भयो नि त। अब हामी कुनै दिन म बुढा ड्युटीबाट आउँदाखेरि, अफिसबाट ड्युटी सकेर आउँदाखेरि चाहिँ म कुनै दिन प्र्याङ्क पनि गर्नेछु। भिडियो त बनाऊँ भन्छु, एक्लै हुन्छु नि त। त्यही भएर अब भिडियो नि के बनाउनु जस्तो लाग्छ। अनि अब 2 जना हुँदा पो घुम्नु जाउँ, यसरी मुखबाङ गरौँ भन्दा पनि हुन्छ। अब उयो हुँदैन। अनि त्यही भएर अब एक्लै गर्नु मलाई कस्तो अप्ठ्यारो लाग्छ। त्यही भएर नबनाएको।
पनि फोटो अब साथीहरू छैन साथी घरसँग बनाऊ भने साथीहरू नै छैन अनि अब म एक्लै हुन्छु दिनभरि पनि एक्लै हुन्छु म अनि त्यही भएर अब के गरौँ यसरी मुकबाङ बुढासँग बनाउने भनेको चाहिँ पहिल्यैदेखि नै हो म पहिल्यैदेखि नै भन्थेँ तर अब टाइमै मिल्थेन टाइमै नमिलेपछि चाहिँ नबनाएकै नि आज पनि बुढीले सबै ठिक पारेछ मलाई त रहर खासै लाग्दैन थियो पनि अब बुढीलाई चाहिँ कम्ता रहर लाग्दैन आमा होइन बुढीले रहरले गर्दै खाइएको छ खाजा अब म चाहिँ भन्छु सबै थोक गरौँ न सबै थोक गर्दाखेरि कुन राम्रो हुन्छ गरौँ न भन्छु नि ऊ चाहिँ नगरौँ हे हुँदैन हौ अब हुनु त साँच्चै नै एकैचोटि त कहाँ हुन्छ ए हुँदैन हौ नगरौँ न भन्छ अनि म गरौँ भन्छु है अनि मैले युट्युब च्यानल खोलेको पनि पहिला अर्को खोलेको थिएँ है अनि त्यो बिग्रियो त्यसको पासवर्ड हालेको मिलेन कि अर्कै च्यानल खोल्यो त्यही भएर मैले त्यसमा नि कस्तो भएन अनि मैले सोचेको कुराहरू केही हुँदैन है लडाइँ है भन्थेँ मलाई मनमा चाहिँ त्यस्तो भएको थियो नि त्यहाँबाट फेरि यो नयाँ खोल्यौँ असार 1 गते खोलेको ठ्याक्क अनि असार 3 गते होला असार 1 गते त फोन पो लिएको थियौँ है अनि असार 3 गतेतिर खोलेको अनि कति भयो मैले एक्लै सुरु गर्थेँ नि मलाई सब्सक्राइब गरिदिनु न साथीहरूकोबाट भन्थेँ अनि साथीहरूकोबाट सब्सक्राइब गरिदिनुहुन्थ्यो भन्दा चाहिँ गर्नुहुने नत्र वास्तै नगर्नुहुने अब भए यस्तो टाइपको हुन्छ कि गर्नैपर्छ हुनैपर्छ भन्ने खालको छैन भए हुन्छ नभए हुँदैन त्यो जबरजस्ती गर्ने चलनै छैन हौ अनि त्यही भएर चाहिँ हिँकीले पुज्नु न त्यही भएर त्यही भएर भए हुन्छ नभए हुँदैन भन्ने त्यस्तो टाइपको हुन्छ म चाहिँ अब गरिबसौँ गरौँ भन्ने टाइपको म चाहिँ खानु न पानीपुरी तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला अनि फाइनली गाइस हाम्रो खाइसकेको छौं हैन अब हामीले खाइ पनि सक्यौं अनि अब के कस्तो हुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला साथीहरु अहिले चाहिँ हामी बिदा माग्न चाहन्छौं बाइ बाइ गाइस बाइ बाइ म चाहिँ नजिकको साथमा छु बाइ